ल आज हामीले पढ्ने भनेको त 21 को है त दाइ निज्यू इखा 20 अस्ति पढेको अब चाहिँ 21 लेसन है त यसमा चाहिँ सुरुमा प्लेन फर्म तो ओमोइमास जस्तो लाग्छ भनेको हो यो ओमोइमास भन्ने लाग्छ यो तु भनेको चाहिँ पहिला पढाएको के हो तु भनेको एउटा र सँग है त अब यो तु भनेको चाहिँ यस्तो भन्ने है त यस्तो भनेर भनिन्छ भन्न नि खोज्छ कि यसले है यो तोले चाहिँ जनाउँछ तु भनेको चाहिँ अर्को भनेको भन्ने यहाँ चाहिँ यस्तो मलाई चाहिँ यस्तो भने जस्तो लाग्छ है त यस्तो कुरा चाहिँ हो जस्तो लाग्छ भनेर यो तोले त्यस्तो जनाउँछ कि प्लेन फर्म भनेको के भनेको थिएँ मैले अस्ति नाइ फर्म रु फर्म ता फर्म कर्ना खाप्ता भइहाल्यो है त यो चारवटा चाहिँ केमा पर्छ त्यो प्लेन फर्ममा पर्छ हाम्रो सबै मास मासिता मासेन्डेसिता र मासेनको है त ल आस्ता आमेगा फुरुतो ओमोइमास भने के त भोलि चाहिँ पानी पर्छ जस्तो सोच्दैछु म है त पर्छ जस्तो लाग्छ मलाई भन्न खोजेको है त आफूले सोचेको कुरा ओमोइमास भने के त सोच्नु कुरा है त अझै भोलि पानी पर्छ कि भन्ने लाग्छ भन्नु भनेको है नेपाली दिन पर्दैन होला पर्दैन नि है ल अब अर्को एउटा बनाउन सक्नुहुन्छ त्यो भन्दा अगाडि यसलाई चाहिँ प्लेन फर्ममा लाने यस्तो पर्दैन जस्तो लाग्छ भन्न नि मिल्छ है त यस्तो हुँदैन जस्तो लाग्छ नि भन्ने मिल्छ है त यस्तो भएको थियो भने पनि लाग्छ के अरे भन्न यहाँ राख्न मिल्छ है अब के राख्ने तपाईँहरूले भन्नु त एउटा बनाउन सक्नुहुन्छ बनाउनु त भोलि चाहिँ म फेस्टिभलतिर जान्छु कि भन्ने सोच्दैछु भनेपछि के त आस्ता भने निचियोबी राख्नु है त ल आइतबार राख्नु है त निचियोबी अनि त्यसपछि के भन्छ फेस्टिभललाई ओचुरी ए अनि त्यसपछि जानुलाई के भन्छ जानेछु भनेको है जानेछु इकिमासो के हुन्छ रुफम इको तो ओमोइमास भनेको है त्यही आइतबार चाहिँ फेस्टिभलतिर जाउँ कि भनेर सोच्दैछु भन्न खोजेको है त फेस्टिभल रहेछ रमाइलो हुन्छ नि त आइतबार त्यही भएर आइतबार चाहिँ फेस्टिभल छ कि त्यहाँनिर फेस्टिभलमा चाहिँ अब जानु पर्यो भनेर सोच्दैछु भन्नु भनेको है त एउटा कन्सेप्ट बनाउने कि कन्सेप्ट बनाएको खासमा गर्नु पर्दैन ल अब है त यो त भबमा भयो है त भब अथवा इक्योसी भब र इक्योसीमा प्लेन फर्म अनि त्यसपछि प्लस ओमोइमास है त एड गरिदिने ओमोइमास एड गर्ने जस्तै इक्योसीहरूको प्लेन फर्म थाहा नि तपाईँलाई प्लेन फर्म भनेको के हो इक्योसीको कुनाई खात्ता कुना खात्ता हो क्या त्यसको प्लेन फर्म भने इक्योसीको है त अनि भबको प्लेन फर्म भने के हो मासिताहरू होइन मास होइन अनि मासेन्डेसिता
यिनीहरू सबै चाहिँ भएको प्लेन फर्ममा पर्छ है त। यसलाई चेन्ज प्याटर्नमा के यसलाई चाहिँ रु बनायो, ता बनायो है। अब नाक्युसीको चाहिँ नाक्युसीमा चाहिँ दातो ओमोइमास हुन्छ है। तो भन्दा अगाडि दा राख्ने। जब यहाँ नाक्युसी आउँछ नि, नाक्युसी प्लस दा तो ओमोइमास भन्नु खोजेको टोक्यो वा निगियाका दातो ओमोइमास भने के हो त? निगियाका भने के हो? नाक्युसी हो, नाइगेटिभ हो नि त। नाइगेटिभ पछाडि के लाउने त? डाइरेक्ट दा लाउने अनि बल्ल तो ओमोइमास राख्ने। टोक्यो चाहिँ के त? चहल पहल छ जस्तो सोच्छु म चाहिँ है त। त्यस्तो मलाई त्यस्तो चहल पहल छ जस्तो लाग्छ भन्नु खोजेको। निगियाका दा तो ओमोइमास। अब दा कसरी आयो भन्दाखेरि चाहिँ देशको दा भएको हो क्या। प्रोइन्टेसन हामीले चेन्ज पार्नु परेको थियो नि अस्ति हो। देशको चाहिँ दा भएको। यहाँ नाक्युसी आयो भने दा तो ओमोइमास र यहाँ ठ्याक्क तो भन्दा अगाडि मानौँ नाउन आयो भने पनि नाउन प्लस दा तो ओमोइमासै हुन्छ है। एकछिन पज गरौँ न, बनाइ गर्ने बहुत सर। भनेर भनिन्छ, भनेको थियो भन्नु खोजेको है त। भनेको थियो सबै मास्ता आयो भने भनेको थियो भन्ने हुन्छ। कसरी भन्दाखेरि चाहिँ इक्जाम्पललाई ठ्याक्क बुझिन्छ है त। यो तो इमास भनेको चाहिँ भन्नु हो क्या। इलेस भने राम्रो भयो, इमास भने चाहिँ भन्नु भयो। ल ताबेरु माए नि निहोन्जिन वा इतादाकिमास तो इमासमा भनेको है त। खाना खानु अगाडि भन्नु है त। खाना खानु अगाडि जापानिज मान्छेहरूले चाहिँ के त इतादाकिमास भनेर भन्छ भनेको है त। इतादाकिमास भन्छ नि खानु अगाडि हो। यसलाई केलाई पोइन्ट आउट गरेर हामीले इतादाकिमासलाई यस्तो कुरा चाहिँ भनिन्छ है भनेर भनेको है। अब अर्को कुनै पनि मान्छेले भन्यो भनेदेखि चाहिँ है त
ल यो खासमा के हो भन्दाखेरि चाहिँ जस्तै कसैले भनेको एक्ज्याक्ट कुरा हुन्छ नि त्यो कुरोलाई चाहिँ ठ्याक्क प्लेसमा राखिदिनु के उहाँले चाहिँ यस्तो भन्नुभएको थियो भनेर जस्तै हेर्नु है त रामसानले चाहिँ हरिजीलाई पार्टीमा जानेछु भनेर भन्नुभएको थियो भनेपछि त्यो मान्छे गइसकेको छ है त रामजी चाहिँ हरिजीलाई भनेर गइसकेको रहेछ है त तर के भनेर गएको रहेछ त पार्टीमा चाहिँ जानेछु भनेर कसलाई भनेर त हरिलाई भनेर छ है त अनि हरिले चाहिँ के गरे त रामले भनेको कुरा चाहिँ कपी पेस्ट गर्दै यहाँनिर है त जे भनेको कुरा त्यही नै कुरा भन्यो है त उसले चाहिँ उहाँले त्यस्तो भन्नुभएको थियो भनेर है त अब हामी भन्नु बोलिरहेको हुन्छ नि होइन हिजो चाहिँ सरले म भोलि आउँदिनँ है भनेर भन्नुभएको थियो अब उहाँको सेन्टेन्स के हो त म भोलि आउँदिनँ होइन त्यो जस्ताको तस्तै लेखेको क्या यसमा केही चेन्ज नगरिकन है त अब यहाँनिर क्वेसन के हुन्छ भन्दाखेरि लास्टमा त मास्टर आएको छ यहाँ बिचमा फेरि इको आएको छ यो त फ्युचरको कुरो होइन भने हुन्छ होइन तर उहाँले भनेको कुरा मात्रै हालेको हो नि त यहाँनिर त होइन उहाँले जे भनेको थियो त्यही कपी पेस्ट गरे हो नि त यहाँनिर अब यहाँ त केही फेरबदल गर्न मिलेन त्यही भएर है त यो एउटा एक्जाम्पल बनाउनु त